नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइहरूलाई। आज पाल्पा सिमेन्ट कम्पनीको आइपिओमा चाहिँ 5 लाखभन्दा बढी किता सेयर सप्लाई आएको छ र हिजो चाहिँ यो कम्पनीको 79,000 किता सेयर सप्लाई आएको थियो। यो पाल्पा सिमेन्ट कम्पनीको आइपिओ हात पार्नु भएको सम्पूर्ण साथीभाइहरूले यो कम्पनीको सेयर बेच्न सक्नुहुन्छ, किनभने यस कम्पनीको आइपिओ रेली यहीँसम्म थियो। अब यो कम्पनी धेरै ब्रोकर हात परेको छ। ब्रोकर होल्डिङ राम्रो आयो भने 1500 पर कितासम्म पनि पुग्न सक्ने सम्भावना छ पाल्पा सिमेन्टको चाहिँ। अब यो आइपिओ सेल गर्ने कि होल्ड गर्ने तपाईहरूको हातमा छ र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक पनि गर्नुहोला र यस्तै जानकारीमूलक भिडियोहरू आइरहनेछ यस च्यानल।